गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। सो गाइज दुबईमा यसो हिँडेर आएको भ्लग हाल्ने भनेर है। पानी परेर पुरै भिज्यो। अब टक्क जाने हो। यस्तो भएको छ, भिजेर यस्तो भएको छ। अब गइन्छ है त रुमतिर। भिज्दै भिज्दै आइएछ है। उता चित्ला छन् त्यस्तै छ। दुबईमा पुरै भिज्यो छ। अब भ्लग छोटो मिठो हुने भयो है आज। सो गाइस दुबईमा पानी परिरहेको मिनी भ्लग आछ। हामी अड्केछौँ। चिच्चाको सुन्नु भयो, चिच्चाको सुन्नु, चिच्चाको दामी पानी पुर। दुबईमा यति परे पनि पानी मेरो मोबाइल फेरि बिग्रिन्छ कि हजुर। एउटा तनाव छ। हेर यस्तो पुरै भिजियो। अब टक्क रुम पनि आइयो। यस्तो छ पुरै पानी परेर। ओहो मासला दुबईमा फर्स्ट टाइम होला या। बिहानको नि भिडियो त्यो उसो गरेर हालिदिन्छु। अब रुम जाम मासु। रुममा भिज्यो पुरै। हेर त पुरा रुम पनि आइयो। अब रुममा सुत्ने यो मस्त। नुहाएको थिएन एक हप्ताबाट, आज नुहाइयो। ल बधाई छ। ल यो भ्लगलाई यतै नहानौँ। मेरो रुम पनि आइयो। हिजो राति भिज्यो थियो नि, त्यसपछि आज कन्टिन्यू हानेको। आज यसो वातावरण हेर्न हिँडेको दुबईमा कस्तो छ पानीको बेहाल है। सर हेरिन्छ। मसित क्लिप थियो बिहानको, अनि त्यो बिहानको क्लिप फेरि कस्तो भयो भन्दाखेरि यस्तो वाइट एङ्गलमा बनाइदिएँ क्या मैले। अनि त्यही भएर त्यो क्लिप नहालेर अहिले सर हिँडौँ दुबई कस्तो छ। गाडी एउटा छैन, चले छैन। त्यस्तो दुबईको गाडीहरू कति धेरै हुन्थ्यो, अहिले केही चले छैन। ल जाने हेरौँ है त। त्यो चाहिँ मैले हिजो वाइड एङ्गलमा खिचेको थिएँ। पुरै डुबान थियो कि यहाँदेखि यहाँसम्मै डुबान थियो। यहाँसम्म भनेपछि भए त छोडिदिउँ है। खतरा डुबान थियो। अहिले चाहिँ सुकेछ पानी। पानी त अहिले नि परिरहेछ। क्लाउड यस्तो छ, पानी डेन्जर पर्छ। क्यारिफोरभित्र भर्खरै एन्ट्री भयो। सर घुम्ने फेरि जाने। सो गाइस हामी अहिले अब क्यारिफोरमा आइसकेछौँ। हेर्नु बाहिरको भ्यू। पानी निकै परिरहेछ। अब एकैछिनपछि रुमसम्म जाने। अनि मैले हिजोको फोटोसोटो खिचेको थिएँ, त्यो भिडियो बनाएको थिएँ, त्यो वाइट एङ्गलमा भएछ क्या। के भयो वाइट एङ्गलमा भयो। अनि पछि एडिट गर्दा बल्ल थाहा भयो। अब आज नि कन्टिन्यू दिएछु। हेरौँ कस्तो हुन्छ। ल हेर्नु। किनभने मेरो टाउको चाहिँ अलिक खाएको हिजो गएको रुम हेरेर पानी डेन्जर पर्दैन। अहिले त यो सुकेको यो पानी चाहिँ धेरै सुकेको यो पानी पारेको भन्छन् के हो थाहा छैन। पानी पारेको भन्छन्। अब के हो आर्टिफिसियल हो कि आफ्नै हो। नेपालमा पनि त्यस्तै छ। अरू जहाँ जति त्यस्तै छ। धेरै जसो देशमा पानी परेछ के हुन्छ। म चाहिँ टक्क यस्तो आएको। अहिले केही पनि छैन। आफ्नो कपडा त्यस्तै धुन हालेको छु हिजो भिजेर। अब यो दाइको कपडा लगाएर आएको। त्यस्तै छ। अब भ्लग चाहिँ नेपाल आउँदैछु होला म सायद। नेपाल आयो भने कन्टिन्यू भ्लग हुन्छ। नेपाल आएन भने यही बसेर नै हेरौँ। काम पनि छुटिसकेछ। लगभग 20-25 दिन भयो काम छुटेको। के गर्ने यहाँ बसेर के भयो 20-25 दिन यत्तिकै दाइको रुममा बसेको छु। के गर्ने थाहा छैन। अब घर जाने कि आयो भने 6 तारिकको टिकट काटिन्छ। आएन भने यही बसिन्छ। कम्पनी पनि बन्द भयो लगभग यहाँ दुबईमा। यो 50% कम्पनी बन्द भएको छ अहिले। 50% कम्पनी पुरै बन्द भएको छ यो वारले गर्दा। 50% अझै 5 दिनको मेरो थपेछ। के हुन्छ कस्तो हुन्छ थाहा छैन। अब बसेर नि काम छैन। जस दारी पाल्न चाहिँ पाएको छु। होटलमा पाल्न नपाएको। यहाँ चाहिँ अलिक मिठो दारी राखेको छु होइन। यस्तै छ। जे हुन्छ टचमा बसौँ अब होइन। कन्टिन्यू दिन सकेको थिएन। त्यति बेला काम हुन्थ्यो। कामबाट आयो नाइट ड्युटी आएको थकित हुन्थ्यो। आयो सुत्यो। जान कोही पनि थिएन। अहिले त यहाँ म घुमेको छु मस्त। 20 दिन त चिलमा घुमेको छु क्या। कहाँ जाने त लाइफ घुम्नु भनेर। तर त्यति बेला चाहिँ दुबईको लाइफ के भन्ने सबैको लाइफ एउटै हुने रहेछ। कामबाट रुम कामबाट रुम सक्यो होइन। कतै घुम्न छैन। छुट्टी पनि हप्ताको 1 दिन छुट्टीमा सुत्नु मन लाग्छ।
कहाँ जाने त त्यो सुतेरै त्यो छुट्टी बित्छ क्या नुहाउनु पऱ्यो कपडा धुनु पऱ्यो छुट्टीमा होइन त्यस्तै भएछ ठिक छ अब नेपालमा भेटिन्छ के हुन्छ नेपालमा अब सर घुमिन्छ अरूभन्दा नि मामा हुनुहुन्छ दाइ हुनुहुन्छ त्यही घुमियो यति काम राम्रो काम पायो भने त यतै काम गर्छु र अहिले कम्पनी बन्द भएछ कम्पनी घर जा पछि बोलाउँछु भन्छ भिसा क्यान्सल गर्दै छैन त्यही हो मेरो लागि एकदमै राम्रो कतिको त भिसा क्यान्सल गरेर घर पठाइदिएछ म त भिसा क्यान्सल गर्दै छैन त्यति एउटा मेरो राम्रो हो सेलेरी पनि पहिलो महिनाको दियो यो महिनाको दिन्छ कि दिन्न थाहा छैन त्यस्तै छ र पानी चाहिँ वाइल्ड परेछ अहिले अब आज र भोलि अझै पर्छ त्यसपछि बन्द पानी ल फेरि अब कतै गयो भने म भिडियो बनाउँछु अहिले चाहिँ त्यही खानासाना खाने टक्क खाने अनि जाने अझै पानी परिरहेछ क्या हामी त चप्पलमा यसरी हिँड्छौँ दुबईमा अझै यस्तो पानी परेर नेपालमा पनि मैले यतिको चाहिँ कन्टिन्यू पानी देखेको छैन फिर पर्ने तर कन्टिन्यू के त्यो रुकेकै छैन क्या पानी भन्नाले अब यहाँहरू त गटरहरू छैन यहाँ गटरहरू भन्नाले त पानी जाने के हाम्रोमा त हुन्छ नि सर त पानी बग्यो त्यस्तोमा छैन क्या जति बग्यो मेन रोडमै छ अरूमा छैन मेन रोड नि के भन्ने यो मेन रोड त्यो हुन्छ हाइवेको उतामा यो त्यो अलि गाडीहरू चल्ने रोडमा के यो त गाडीहरूको लागि होइन नि त खास गरी साइक्लिङको लागि हो त्यही पनि जान त जान्छ त्यही पनि होइन यस्तै छ क्यारिफोरबाट पनि निस्क्यौँ टक्क मोमो चाउमिन सेलरोटी आजको नास्ता चाय खाइयो अब अलिपुरद्वार मेट्रो स्टेसन आइयो अब रुम गइन्छ रुम गएर फेरि अब सुत्ने त हो नि अब केही काम छैन केही पनि छैन टक्क सुत्ने आजको भोलि यत्तिकै पानी त परिरहेछ अझ नि पानी मौसम यस्तो छ कि दिउँसैबाट अँध्यारो मौसम छ कि आज दह्रो पानी पर्ने आज र भोलि अनि त्यहाँबाट के हुन्छ अब रुममा गइन्छ रुममा गएर खानासाना पकाउने खाना खाने सुत्ने काम सकियो आजको दिन यसरी बिताइयो हाम्रो दिन दुबईमा यस्तो छ बाई